डे वी आर अल रेडी आज सन्डे हो र हामी बोटिङ गर्न जानको लागि रेडी भएको छौँ है पापाजी पनि रेडी भइसक्नु भयो पापाजी बोटिङको लागि अल सेट ल ल ल आज दिन चाहिँ खत्रै राम्रो भयो त पापाजी भोलि पनि आज योभन्दा शनि छ भोलि त फेरि प्रपर शनि छ त्यही भएर अलिकति चाहिँ केयरफुल हुनुपर्छ ए भोलि त्यही भएर त त्यहाँभित्र त्यस्तो सनको इफेक्ट हुँदैन नि त त्यही भएर कस्तो दामी भ्यू देखेन पापाजी आरमजी जेनीजी के गर्नु भएछ ओह ओह आरमजी ह्याप्पी गर्नु भएछ ल जेनीजी ह्याप्पी नहुने त्यस्तो पनि हुन्छ त आरमजी जेनीजी दुइटै ह्याप्पी हुने न्यू जर्सीमै छ बाबा इट लुक्स लाइक न्यू जर्सी तर यो त न्युयोर्क अप स्टेट न्युयोर्कमा हो कस्तो दामी देख्यो अरे यो हो के पपुलर हुन्छ नि तर यहाँ भिडभाड धेरै होला भन्न मात्र केही छैन किनभने जहाँ गयो नि बोटिङ गर्नु त भने लेक नेक्स्ट फिङ्गर लेकको 5 वटा लेकमा अर्को लेकमा आइपुग्यौँ ल अब हामी चाहिँ मजाले यहाँ घुम्न लागिसक्यौँ जेनी आऊ नाइस लिटल अमेरिकन टाउन है एकदम राम्रो सानो अमेरिकन टाउन लेकको साइडमा आरु जेनी यता आऊ हामी चाहिँ यहाँ जेनी भेरी रहेछ बोट रहेछ यहाँ हामी चाहिँ बोटमा जानलाई वेटिङ गरिरहेको छु जेनी आऊ बोटको लागि हामी वेटिङ गरिरहेछौँ लाइन हुँदैछ यहाँ सम गाइस जेनी वेट बाबा ल तिमी ल्याउ त I'm with them. They already checked in. Yeah. ल माथि जाम है ल होइन बाबा माथि जाम बरु माथि हेर्नु न तिनीहरू पापासँग ल अब हामी चाहिँ अझै माथि जानुको लागि रेडी भइसकेको छौँ यहाँ गरिहाल्दो रहेछन् बुझेँ मैले अब सिट प्याक भइसकेछ है सुस्तै हिँड्नुहोस् पापा गुड आरु यु द बेस्ट हुँदैन यहाँ चाहिँ हाम्रो टोली बसे बोटमा बसेर अब क्रुज बाहिरको भ्यू चाहिँ यस्तो छ है produced around the lake back to market, and it helped St. Alice grow from the early 1800s through the mid 1800s into somewhat of a manufacturing base in the area. Hello, Adamji. So in doing so, we Hello, had Jenny. to build here. The St. Alice Pier built in the early 1800s. We built to accommodate these goods and passengers coming back from all for a long time. It closed in the late 1970s. I saw my first movie there. It was Jaws in 1976. And next to Lake Hall is Thayer Park, donated by the grandchildren of Joel Thayer.
seeing them a lot on the cruises lately. Just behind that sailboat to our south, you'll see a large white barn with a white roof. Very near that is this old marina on Skaneateles Lake where boaters are able to go to shore and fuel up their boats. Right in front of us in a home that is called Brook Farm. And they moved to the Skaneateles Music Festival across the road to Adela's Winery. But the new owners of Brook Farm have put a lot of effort into it. They purchased it about 2 years ago. Then off the port side of the boat, you'll see a brown shingled house with a white trim. That is the former home of Mr. Gordon C. Light of Light Railway Barons in Syracuse. He built the home in 1954. Mr. Light was quite an inventor. He actually holds the patent for a downhill ski binding with the automatic braking system that is settler in the area. When Mr. Cuddeback first got to the lake, he had to build a raft out of logs in order to ferry his supplies out to the property. In the meantime, अब पानीबाट चट्ट हामी हाम्रो सिद्धियो यसको यात्रा ल अब हामी चाहिँ निस्किन लागे Skaneateles, thank you. ल अब हामी बोटिङ फिनिस गरेर आइसक्यौँ हामी चाहिँ अब लाग्यौँ आफ्नो कारतिर ल डन ल है हाम्रो लेक ओटिसको यहाँ परेको छ यहाँको त्यो त्यहाँ बोटिङ गर्नुभएको छ हामी चाहिँ ड्राइभ गर्दैछौँ यहाँ मजाले हाम्रो लेक ओटिसको रोडमा हाम्रो घर जान अब 8 बजे 1 मिनट बाँकी छ हाम्रो ड्राइभर साहब यहाँ आउनुहुन्छ हाम्रा पेसेन्जर एउटा पेसेन्जर यता हुनुहुन्छ अर्को पेसेन्जर त सुत्नु भएछ लुजा गाडीमा बस्छ सुत्दिनुहुन्छ आफ्नो पाउने को पानीमा खेल्ने चप्पल लाउनु पापा बी रेडी है यता पापा त्यसलाई हेर्नु त्यसलाई ए बुढो बुढो डर छैन कि Alguien te abre. Foros y soros. उनीहरू पनि इन्जोय गरे न हाइकिङ गर्नु जाँदा जेनी हाई ल पापाले रेडी गर्नु चाहिँ हाइकिङ हामीलाई ल पापाजी टाढो जाने एमा बसेर म
लिएर आइदिन्छु पा हेर पापा जानु ए अझै नै नजा लिन आउँछु पापा वा पापा ए के यहाँ प्यासेन्जरहरू वेट गरेर बसेको छ नि ए बुढो आरु पापाले के भन्नु चाहिँ लिन आउँछु भन्नुमा चाहिँ त्यस्तो नगर अहिले आउँछ नि त जेनी फेरि जेनी ह्याप्पी Happy boy, good job. Later. Papa आउनुहुन्छ पख न मान्छेले उ गर्नु चाहिँ फेरि कोहीको राई गर्ने भनेर जाने जेनी पख न दादा आएपछि तिम्रो टर्न हो नि त जेनी आफू तिमीले अरू भर्खर गरेको हो कि भन त के छैन यता पठाइदियो यता लिएर ल दादा आउनु लानु पख यतैबाट ल्याइने हुन्छ कि ए छैन रहेछ बुढो त्यसको उमा नलाग है धेरै उता नजाऊ जान्न म धेरै बिचमा त जान्न किनभने त्यो त सेन्स छ नि त अब अगाडि बढ्ने के ओके Are you did boating? Wow. के बाबा आउँदै हुनुहुन्छ पापा जेनी पछि फेरि पापाको टर्न दादाको टर्न ओके अहिले पापा आउँछ नि जाने ल साँझ पख केटाकेटीहरू बुढाहरू कायाकिङ गर्दैछन् हामी चाहिँ यहाँ हाइकिङ गरेर अब बोटलाई ब्याक टु आफ्नो ठाउँ राख्न गइरहेछौँ है मजाको एक्सपिरियन्स भयो कपडा पनि अब लाइफ ज्याकेटहरू यहाँ फाल्यान् केटाकेटीले सुस्तरी नजाने नि ताता तिम्रो ऊ ल केटाकेटीहरू अब नुहाउन
कसरी खान्छ अब जुस खै हात त छैन नआऊ